जुन काम मलाई मन पर्दैन त्यही गर्नु परिरहेको हुन्छ के। सो आज मैले के गरेँ देखिहाल्नु नि भयो। सो हाई एभ्रीवन, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म बिहानै जाँदैछु बाल्टिङ बोकेर गाउँतिर। यो बाल्टिङ चाहिँ अस्ति मैले कुरा लिन जाँदाखेरि साथमा ल्याएको थिएँ कि, अनि बाल्टिङ पनि पुऱ्याउन, अनि म चाहिँ गाउँतिर मकै खोज्न गएको है। हाम्रो चाहिँ मकै पाकेर पनि भाजिसक्यो, अनि यहाँ माथि गाउँतिर चाहिँ भर्खर भाज्ने बेला भएको रहेछ। यहाँ पनि के मकै सबै सुकेको रहेछ, अनि मैले चाहिँ सानी कलिलो भाज्दैछु। मकै हुन्जेल चाहिँ वास्तै हुँदैन, अनि मकिसकेपछि चाहिँ कस्तो खाउँ लाग्छ के। तर यो चाहिँ हामी खानु होइन, यो चाहिँ दिदीलाई पढाउन लागेको। माथि घरदेखि चाहिँ बहिनी आएको छ के मसँग, अनि उसलाई कोसेली पठाउन लागेको मकै। अनि के आजकल त कस्तो बिहानै घाम चरक्क लाग्ने के, हेर्नु कस्तो गर्मी के। अनि आजकल त म चाहिँ के बिहानै भन्दा पनि 7 बजेतिर गएको थिएँ। हेर्नु न 7 बजे नै घाम कस्तरी चर्केको के। चाहिँ मकै भाजेर पनि ल्याए यही झोलामा। खासमा मैले चाहिँ मकै भाज्नको लागि भनेर ल्याएको हो। साथीहरू म चाहिँ क्या दिउँसो बजार गएको थिएँ, अनि बजार जाँदा के मकै पनि लगिदिने भनेको थियो दिदीलाई, अनि मकै नै लानु बिर्सेछ के। काम मलाई मन पर्दैन त्यही काम गराउनुहुन्छ कि मेरो मम्मीले। अनि के बाख्रा चराउने मलाई यस्तो झ्याउला छ कि बसिरहन। अनि यसो बारीतिर आएको त, अनि यहाँनिर साग रहिसके अलिअलि, अनि अब चाहिँ यही सबै फाँडेर साग रोप्ने भनेको। र चाहिँ ऊ तलतिर मकै बारीमा लगाइदिएर अब चाहिँ मैले मस्त पाएर साग रोप्नु पर्ने हुन्छ। यो भन्दा अगाडि क्या मैले साग रोपेको थियो नि, अनि क्या मैले चाहिँ आलो मल हालेर के त्यो साग त सबै कोहिएछ के है। मलाई चाहिँ थाहा थिएन क्या त्यो आलो मल हाल्यो भने साग सबै कोहिन्छ भनेर। यहाँ चाहिँ यस्तो झारहरू उहालेको त साग रहेछ क्या टन्ने, अनि म चाहिँ त्यही खनेर रोप्न लाग्दैछु। मैले चाहिँ फटाफट झाडु खाएर अनि खने, अनि साग रोप्न लाग्दैछु। रास्तो रात पर्न लागिसकेको थियो कि, अनि मैले चाहिँ ढिलो खोलेको थियो बाख्रा पनि। फाइनली साथीहरू मैले चाहिँ साग पनि रोपिसकेँ। हेर्नु कस्तो राम्रो देखेको के। अनि म चाहिँ जाँदैछु बाख्रा हेर्नको लागि। कहाँ गयो भनेको त त्यो चरिरहेको रहेछ के। साथीहरू अब चाहिँ हाम्रो क्या यो खेतहरू जुन देखेको छ नि, यो सबै फाँडेर कोदो रोप्नु पर्ने हुन्छ कि। हेर्नु न हाम्रो चाहिँ कोदोको ब्याड राखेको कि सानो उम्रिरहेछ कि भर्खर। यो चाहिँ कोदोको ब्याड सँगसँगै अनि फुलको दल पनि राखेको थियो कि, अनि कस्तो भएछ भनेर हेर्न गएको त सानो उम्रिन्छ कि त्यो